Hey guys, welcome to my new vlog. आज चाहिँ हामी यहाँ माइजूको घरदेखि गइरहेको है। हामी चाहिँ यता घरतिर आएको हैन। यसो घुमघाम यता चाहिँ हाम्रो टोली है। अनि हामी चाहिँ मलाई त चिन्नुहुन्छ होला तपाईहरुको प्यारो ब्लगर्स प्लीज सब्सक्राइब फॉर मी। Hey बंटल वो सब्सक्राइब करो रे। वहाँ चाहिँ हाम्रो आमा है। ओ उता चाहिँ हाम्रो बाउ त्यहाँ अनि उता हजुर बाउ उता ठुलो बाउ। हामी चाहिँ ठुलो छोरा है। हामी चाहिँ ठुलो छोरा। अनि म चाहिँ तपाईहरुलाई केही चीज देखाउँछु भनेर यता आगो त खै। अनि हाम्रो टोलीहरु चाहिँ तो के गर्नु गाइस पढाइ भनेको पहाडी परियो है। के गर्नु अब उकालो ओह्रालो गर्नै पर्छ, नगरे काम चल्दैन। त्यही भएर चाहिँ यो पाखुरा यो यहाँ न बलियो छ एकदम बलियो। फाइनली हामी चाहिँ मेन रोडमा आइपुग्यो अब हैन। हामी चाहिँ यहाँ मेन रोडमा है। यता चाहिँ यो चाहिँ घरै जाने बाटो देख्न सक्नुहुन्छ। अनि उता चाहिँ मेरो गाउँ जाने बाटो है। आज हामी चाहिँ उतै जान्छौँ। अब के गर्नु गाइस है। हामी चाहिँ यसो घुमघिम कि भनेर आएको है। मैले चाहिँ हल्का काम थियो, कामले आएको तर हिजो काम बनेन। त्यही भएर चाहिँ आज हामी हिजो मामा माइजूको घर गएको। साली पनि थिए यार है, एकदम च्वाक ब्युटिफुल। अहिले चाहिँ मैले देखाउन चाहिँ चाहेन किनभने तपाईहरुको नजर लाग्छ कि मेरो सालीमा है। देख्न सक्नुहुन्छ। अनि यता चाहिँ यो चाहिँ घरटीगाउँ स्कुलको नाम चाहिँ मलाई खास थाहा भएन। देख्न सक्नुहुन्छ। अनि यता चाहिँ बजार छ है, राम्रोसँग देखे हैन। यता तल्लो बजार भन्छ। पारी धेरै टाढा आइसकेको छु म त। उता मेरो बाउ त के गर्नु है। त्यो चाहिँ डोचर पनि लागेको रहेछ है, डबल कटिङ भइरहेको रहेछ हैन। अनि हामी चाहिँ अब गइरहेछौँ। कहाँसम्म गइन्छ हेरौँ। कार्यालय तल अब यसो कामसाम बनाएर हामी चाहिँ गाडी आयो ए। कहाँ जाने गाडी हो है थाहै छैन। अच्छा कस्तो सपोर्ट गर्नु होला है। गयो गाडी धुलो उडाउँदै।
गर्टी गाउँ बाटोमा धुलो उडाउँदै गयो पारी उता उता त्यहाँ पारी उता त्यता जान्छ गाडी गयो भने देखाउँला क्यामेराले भेटाउँदैन फेरि हैन एकछिन ल गाइस मेरो चाहिँ पर्छाइ देख्न सक्नुहुन्छ हामी चाहिँ जिप वेलकम टु माई न्यू ब्लग त म अगाडि नै भनिसकेँ है मेरो नाम चाहिँ जुप्पे चाहिँ साथीहरूले भन्छ मेरो नाम रियल नाम चाहिँ भूपेन्द्र राणा मगर हैन चिन्नु होला मेरो फर्स्ट ब्लग हो यो चाहिँ अनि मेरो फर्स्ट ब्लगमा चाहिँ मैले मेरो गाउँ देखाउने मन थियो तर मैले गाउँ देखाएन आज चाहिँ यसो बजारतिर आएको बेला हैन देखाउँ कि बजार आएको बेला चाहिँ यसो हैन हुन्छ नि त गरौँ के भनेको भएन हैन गाइस के हो कि यस्तो मेन रोडमा त हिँड्नै नहुने नि त होइन भने चाहिँ हामीले चाहिँ भन्दैन है अरूले भन्छ तर मैले भन्दैन उता उता कता कता ऊ त्यता हेर्नुहोस् त गाइस देखो न गाइस ये कहाँ है हिमाल देखिरहेको छ होइन हाम्रो गाउँदेखि चाहिँ देखिन्न अनि मेरो गाउँदेखि माथि टपमा टपदेखि चाहिँ हल्का हल्का देखिन्छ होइन ऊ चाहिँ मेरो त्यो हिमाल चाहिँ हल्का हल्का देखिन्छ कि अहिले पनि हल्का हल्का देखिरहेछ देखो न गाइस ये का है पसल रहेछ हेर्दै चिज थियो देखो न गाइस ये क्या है उता उता गयो भने राम्रोसँग देखिन्छ होला यता गयो भने होइन देख्न सक्नुहुन्छ यो चाहिँ हिमाल है तपाईँहरूलाई देखाएर कामै छैन यो सिस्ने हिमाल भन्छ होइन यसले चाहिँ मैले त पछि छोडेछ हौ मेरो आमालाई त आपा आमालाई होइन गाइस के छ त अनि है ओ यता चाहिँ मेन बजार है मेन सहर छ र राम्रोसँग देखाएको छैन अहिले चाहिँ यता राम्रोसँग देखाउने पनि उही छैन के बाटाभरि नै छैन है कसरी देखाउनु है भन्छ कसरी देखाउनु है भन्न म चाहिँ कसरी देखाउनु भने चाहिँ हामीले भन्दैनौँ यस्तो भन्दैनौँ होइन मैले चाहिँ जसरी भयो भने तपाईँहरूलाई देखाउन चाहन्छु र देखाउँछु पनि 1 मिनेट हल्का टाइम दिनु होला है मैले पहिले त तपाईँहरूलाई मैले हिमाल देखाउन चाहेँ है मैले तपाईँहरूलाई हिमाल देखाउन चाहन्छु पहिले चाहिँ हात पार्टी हो गाइस मलाई सेल्फी स्टिक चाहिँ ल्याइदिनु पर्यो के ब्लग बनाउनलाई यसरी त हात पातिन्छ नि त होइन हिजो उता माथि कहाँ भ्यू टावर हेर्नु जाने भनेको भएन भ्यू टावर होइन रे त्यो भ्यू टावर भनेको त भ्यू टावर होइन रे त्यो त के अर्कै नाम पो के पो भन्नुहुन्थ्यो ए के हो गाइस मलाई भनिदिनु होला है
यी कहाँ है गाइज, यी कहाँ है? थाहा पाउनेहरूले भनिदिनु होला है। मलाई भ्यू टावर भनेको थिएँ मैले, तर भ्यू टावर रहेनछ हैन। भ्यू टावर रहेनछ। अब के भन्ने, के गर्ने? यसलाई भ्यू टावर बनाउन सकिन्न हैन। जे भए पनि मैले, तपाईँहरूले चाहिँ मलाई भनिदिनु होला यो के हो भनेर। गर्मी भएको छ गाइज, गर्मी भयो मलाई त। वाउ 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 वाउ। यताबाट चाहिँ हल्का बजार चाहिँ देखिने रहेछ है। हेर्नुहोस् त गाइज, किसको मन्दिर हो यो? जे भयो नि मन्दिर चाहिँ दामी छ ल। मैले तल नजिक गएर देखाउँछु हस्। ओके का देखो गाइज, इसका में क्या गया रे? गाइज को त यता पानी आउँदो रहेछ हैन। यता उता खोलादेखि आउँछ होला। अनि यो चाहिँ के गाउँ हो है, के गाउँ हो यो चाहिँ मलाई थाहा भएन, तर एकदम सुन्दर छ। उता हेर्नु गाइज, उता यो कहाँ कट्टा जाने बाटो हो यो, कट्टा जाने बाटो बनाउन लागेको यो हैन। मलाई चाहिँ थाहा भएन। तपाईँहरूलाई चाहिँ हिमाल देखाउनु मन थियो मलाई। टक्क लगाएर हेर्न सक्नुहुन्छ हिमाल चाहिँ है। टक्क लगाएर म चाहिँ यता आएको छु। यता है बजार चाहिँ उता कता छ अनि म चाहिँ यता यता आएको। है अब के गर्नु, केटा मान्छे हो, केटी देख्दाखेरि मन हुन्छ, मन चौचौ गर्छ मतलब हैन। ओ वाउ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले यो कुन स्कुल हो? देख्न सक्नुहुन्छ गाइज, धेरै बब्बाल छ हैन, बब्बाल छ। यो चाहिँ यो बाटो चाहिँ मलाई थोरै मैले थाहा पाएको अनुसार चाहिँ यो नि गराइ जान्छ जानु त यो बाटो, तर यो मलाई जहाँसम्म लाग्छ यो चाहिँ जुङ्गार भन्छ हैन। जुङ्गार भन्ने ठाउँ चाहिँ जान्छ यो बाटोदेखि हैन। यो गाउँको नाम चाहिँ मलाई थाहा भएन, हजुरले थाहा पाउनुहुन्छ भने भनिदिनु होला। ठ्याक्क यो साइडमा चाहिँ घटी गाउँ भनेपछि ठ्याक्क 90 डिग्री घुमेर यो गाउँको नाम चाहिँ भनिदिनु होला। 90 डिग्री घुमेपछि है यो ठाउँमा है हेर्नु सक्नुहुन्छ। यता चाहिँ काप्चे बाटो है, उता जाने बाटो है यो देख्न सक्नुहुन्छ हैन। अनि यता चाहिँ मैले यो ठाउँमा उभिएर ब्लग बनाइरहेको छु है गाइज। भनिदिनु होला कहाँको, धेरै लामो नबनाऊ ब्लगलाई। अब म चाहिँ तल तपाईँहरूलाई बजार देखाउँछु हस् गएर। अब वाउ 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 वाउ, देख्न सक्नुहुन्छ गाइज घटी गाउँको भाइरल पुल है। वाउ